चल्यो। भिडियोमा देखिएको दृश्य रूपन्देहीको मर्चवार क्षेत्रको हो। झट्ट हेर्दा दृश्यले सामानको ओसार पसार र व्यापार भइरहेको देखाउँछ। हुन पनि त्यस्तै हो, तर राजस्व छली गरिएको कारोबार हो यो। नेपाल भारत खुल्ला सिमानाको फाइदा उठाउँदै गरिएको आर्थिक अपराधको नमूना हो यो। मुलुकको भन्सार राजस्व संकलनमा धेरै योगदान दिने भैरहवा भन्सार कार्यालय रहेको जिल्ला भनेर रूपन्देही जिल्लालाई चिन्ने गरिन्छ। भन्सार राजस्व संकलनमा वीरगञ्ज पहिलो र भैरहवा दोस्रो हो। मधेस आन्दोलनको समयमा देशैभरका भन्सार र नाका ठप्प हुँदा भैरहवा भन्सार लाइफलाइनको नाकाको रूपमा स्थापित भएको थियो। यही नाकाबाट दैनिक सयौं बुलेट ग्यास र खाद्यान्न काठमाडौँ, पोखरा, चितवन लगायत देशैभर पुगेको थियो। नेपालको राजस्व संकलनमा विशेष योगदान दिइरहेको रूपन्देही जिल्ला पछिल्लो समय राजस्व चुहावट र भन्सार छली गर्ने जिल्लाको रूपमा बदनाम भइरहेको छ। मुलुकको अर्थतन्त्र ग्रे लिस्टमा पर्नुमा रूपन्देही जिल्लामा भइरहेको आर्थिक अपराध पनि एक कारण हो। यो जिल्लाको सीमावर्ती क्षेत्र अहिले सुरक्षाकर्मीहरूको निगरानीमा छैन। सीमावर्ती क्षेत्रमा तस्करहरू र विभिन्न किसिमका आर्थिक अपराधमा संलग्न गिरोह समूहहरूको निगरानीमा रहेको छ। दिन दहाड़ै मूल सड़कबाटै खुलेआम बिल बीजक बिनाका भन्सार छली गरेका सामानहरू ओहर दोहर भइरहेका छन्, तर सुरक्षा निकायले निरीहता प्रदर्शन गरिरहेको छ। जिल्लाको मर्चवार क्षेत्रबाट व्यापक रूपमा चोरी तस्करी भइरहेको छ। बेलहिया भन्सार परिसरबाट तस्करको लाइनलाई केही मात्रामा कडाई गरिएको छ, तर अन्य नाकामा खुलम खुल्ला रूपमा तस्कर भइरहेको छ। यति बेला पुराना प्रहरी अधिकृतहरूको सरुवा र नयाँको आगमनसँगै मर्चवार क्षेत्रबाट 24 घण्टा चोरी तस्करी भइरहेको छ। मुख्य गरी उक्त क्षेत्रको सुन्डी, नसडिया घाट र बोगडीबाट तस्करी भइरहेको छ। तस्करहरूले भारतबाट चिनी, कपड़ा, मोटर पार्ट्स, खाद्यान्न, ब्रान्ड लगायतका सामान, साइकल, मोटरसाइकल, पिकअप गाड़ी लगायतमा ओसार पसार गरिरहेका छन्। नेपालबाट भारततर्फ केराउ, पपकर्न, लहसुन ओसार पसार भइरहेका छन्। उक्त अवैध कारोबारमा चोरीका मोटरसाइकल प्रयोग भइरहेका छन्। यसरी खुलेआम तस्करी भइरहँदा पनि स्थानीय प्रशासन मौन छ। तस्करीका घटना बाहिर आउँदा पनि कार्यवाही गर्ने निकायको ध्यान पुग्दैन। पहिले पहिले रातको समयमा मात्र हुने चोरी तस्करी अहिले दिन दहाड़ै हुने गरेको पूर्व मन्त्री एवं मर्चवारका स्थानीय ओमप्रकाश यादव गुल्जारीले बताए। पैसाकै लेनदेनमा प्रहरी नै मुख दर्शक भएर हेर्ने गरेको यादवले आरोप लगाए। अब तस्करी भन्नाले अब तस्करी त्यहाँ भइरहेछ, त्यो कसैसँग लुकेको कुरा होइन। दिसो पनि हुन्छ, राति पनि हुन्छ। अब तस्करीमा के हुन्छ भने त्यो